टिकटकबाट चाहिँ कति कमाउनु भयो अहिलेसम्म चाहिँ? अब टिकटकबाट एक्ज्याक्टली यति भनेर चाहिँ कसरी भन्ने हैन, तर सायद अझै एउटा घर चाहिँ काठमाडौँ किन्न सक्छु अहिले। सुरुमा चाहिँ आफूले सोचे भन्दा नि जे होस् फरक हुँदै गइरहेको थियो हैन। अब आफूले गर्दै जाँदा मेहनत गर्दै जाँदा हुन्छ भन्ने मनैबाट थियो, जुन आफूले गर्न सक्छु भन्ने थियो हैन। यस्तो टेक्निकल कुरामा एकदम इन्ट्रेस्ट थियो। अनि यो गिफ्ट के हो, यो यस्तो आएर के हुन्छ, सिधै गुगल गएँ, सर्च गरेँ, ल टिकटकको गिफ्टिङ भनेको पैसा। त्यसपछि त फेरि मजाले टिकटक लाइभ स्ट्रिमलाई नि टाइम दिन थालेँ। त्यहाँदेखि कसैले विश्वास गर्ने, बाहिर मैले केही भन्नु, कसैले विश्वास नगर्ने, अनि मैले कमाएँ भनेपछि त मस्त यति कमाएर देशे बल्ल विश्वास भएको कि। मैले पत्याउनु हुन्थ्यो कि कसैले नपत्याउने, कहाँबाट हुन्छ? मैले त पहिला पत्याइन। बाइक किन्ने 3टा, एउटा यो गाडी जो भयो, यत्रो घर बनायो, अरू त के गरेको गरेै छौँ। बाइक चाहिँ 3टा चाहिँ यो खास कसलाई हो नि? मैले त काठमाडौँ घर बनाऊँ भनी थिएँ। अब यसको इच्छा फेरि गाडी किन्ने भयो। यार हिजोको दिनमा सबले यति हेला गर्थे, केही गरम देखाउनलाई भयो नि गरम भन्ने चाहिँ हुन्छ है, तर आफूलाई चाहिँदै नचाहिने चिज नि हान्दिउँ किन्दिउँ भन्ने हुन्छ क्या। त्यो इगो, त्यो हड जुन धेरैजनाकोबाट भइरहेको थियो नि त। म हरेकजना हरेक ठाउँमा म जुन ठोक्कर खाइरहेको थिएँ नि त, आफूले केही गर्दा कोही सपोर्ट गर्ने, पछाडि मैले सपोर्ट गर्छु यो गर भन्ने कोही थिएन हैन। त्यही भएर पनि देखा जाएगा, गर्ने एक्लै हो, जन्मेको एक्लै हो, गर्ने एक्लै हो भन्ने गर्ने हो। आज हामीसँग हुनुहुन्छ टिकटकबाट यति ठुलो घर बनाउनु भएको छ, आमालाई एउटा महलमा राख्नु भएको छ, त्यसै गरी भर्खरै मात्र एकदमै महँगो कार पनि किन्नु भएको छ। निकै खुसी अनि रमाइलो परिवार हामी टिकटकमा देखिरहेका थियौँ। आज बहिनी चाहिँ काठमाडौँ भएको हुनाले हामी साथमा पाएनौँ, तर हामीले हाम्रो नेत्र सर र आमालाई साथमा भेटाएका छौँ। आमा अनि नेत्र सर, यहाँहरू दुवैजनालाई स्वागत छ। नमस्कार सबैलाई। नमस्कार। एकदमै अब सुरुमा त आमाबाटै म सुरु गर्छु, किनभने आज छोराले यति ठुलो सफलता, हेर्नुहोस् त, महल जस्तो घर, त्यसपछि त्यति महँगो गाडी किन्नु भएको छ। आमा कस्तो लागिरहेको छ हजुरलाई? म त धेरै खुसी छु। अब पहिला सपना देख्थेँ, अहिले विपनै भयो मलाई। भनेपछि अझै पनि यो सपनै हो कि जस्तो नि लाग्छ होला है आमा? कतिखेर काहीँ त लाग्छ, अब त धेरै अब फरक पऱ्यो सबै कुरा। अलि सुरुमै भावुक भन्नुहोस्, हामी एकैछिनपछि कुरा गर्नेछौँ। अनि जस्तो नेत्र सर हिजोको त्यो अवस्थाबाट आज यो अवस्थामा आउनुभएको छ, टिकटकबाट पनि मान्छेले सही रूपमा प्रयोग गर्यो भने ठुलो सफलता हासिल गर्न सकिन्छ भनेर उदाहरण दिनुभएको छ। आमालाई यति खुसीका साथ राख्नु भएको छ, अरू बहिनी भाइहरूलाई पनि राख्नु भएको छ। साँच्चै कि यो सफलतालाई आफूले सोच्दा कस्तो लागिरहेको छ? सोच्दा त अब सुरुमा चाहिँ आफूले सोचे भन्दा नि जे होस् फरक हुँदै गइरहेको थियो हैन। अब आफूले गर्दै जाँदा मेहनत गर्दै जाँदा हुन्छ भन्ने मनैबाट थियो, जुन आफूले गर्न सक्छु भन्ने थियो हैन। पहिला त्यहाँभन्दा पहिला नि अब युट्युबतिर थिएँ, अनि फेसबुक पेजहरूतिर नि राम्रोसँग एक्टिभ नै थिएँ। अनि जे होस् सुरुको बेस चाहिँ युट्युबबाट टिकटक हुँदै अहिले यहाँसम्म। त्यही त, अब जस्तो मैले लाग्छ उमेरको हिसाबमा पनि त्यति धेरै पाएको पनि होइन, तर पनि टिकटक जस्तो कुरा त अब भनौँ न हामी नेपालीहरूको लागि त नयाँ थियो, पैसा आउँछ भन्ने थाहै थिएन। यहाँले चाहिँ कसरी थाहा पाउनु भएर सुरु गर्नुभयो? पहिला चाहिँ अब युट्युबमा अलिकति इन्ट्रेस्ट बढी नै थियो, अनि युट्युबमा भिडियो हाल्दै जान्थेँ। अनि त्यति बेला चाहिँ अब म्युजिकल्ली भन्ने, टिकटकको नाम चाहिँ म्युजिकल्ली भन्ने थियो त्यति बेला। अनि यसै चलाइरहने बेलामा चाहिँ अब भिडियोहरू धेरै जसो प्राय नेपालीको भिडियो त्यति बेला देखिने थिएन। त्यो म्युजिकल्लीमा धेरै जसो इन्डियनहरूमा बाहिर कन्ट्रीबाट चाहिँ भिडियोहरू बढी पोस्ट हुने गर्थे। अनि त्यति बेला चाहिँ मलाई नि एकदम रमाइलो लाग्यो, यत्तिकै टिकटक म्युजिकल्ली खोलिरहेको थिएँ। अनि खोलेँ, अनि उता मैले युट्युबमा पनि साथसाथमा कन्टेन्ट राख्दै गएको थिएँ। अनि युट्युब नै राम्रै ग्रो भएको थियो त्यति बेला, ठिकै ग्रो हुँदै गएको थियो। अनि यता पनि अब टिकटकमा आइसकेपछि यता पनि फ्युचरमा केही हुन्छ कि हैन, अब नेपाली अडियन्स त त्यहीमा छैन, त्यही पनि अब फ्युचरको लागि केही राम्रो होला, यो प्लेटफर्म नि राम्रो छ कि भनेर आएको, सोचे भन्दा नि राम्रो भयो। भनेपछि पैसा आउँछ भन्ने चाहिँ सुरुमा चाहिँ कहाँदेखि थाहा पाउनु भएको? म पैसाको लागि पैसा आउँछ भनेर चाहिँ मैले टिकटकलाई चलाएको त थिएन हैन। पहिला चाहिँ मैले पैसा कमाउँछु भनेर फेसबुक र युट्युबमा चाहिँ एकदम लागि परेको थिएँ। अनि त्यसमा थोरै कमाइ हुन्थ्यो, अब ठिकै अब महिनामा 20-25 हजार समथिङ। अब युट्युबको धेरै स्ट्रगल छ नि त हैन, एकदमै मेहनत छ। अनि थोरै पैसा उता आइसकेपछि अब मोबाइलहरू मैले एउटा मोबाइल किनेँ, अनि त्यसपछि नेटहरू पनि घरमा जोडेँ। त्यति बेला साथीकोमा गएर चलाइन्थेँ
नि त टिकटक युट्युब जति जे गरिन्थ्यो होइन। अनि 10 क्लास मैले इक्जाम दिइसकेपछि 3 महिनाको खाली ग्याप थियो, त्यति बेला मैले युट्युब सुरु गरेको थिएँ। अनि युट्युबको साथसाथै टिकटकमा नि प्रवेश गरिसकेको थिएँ। अनि बिस्तारै अब भिडियो बनाउँदै जाँदा यस्तै लाइभ बस्ने, अब युट्युबमा पनि अलिअलि लाइभ स्ट्रिम गरेको होइन, सटरडे गर्थेँ। अनि त्यसपछि अब टिकटकमा पनि के छ लाइभ स्ट्रिम गरौँ न भन्ने भयो। अनि टिकटकमा लाइभ स्ट्रिम गर्दै जाँदा पहिला चाहिँ यो गिफ्टिङहरू यस्तो थिएन होइन, केही पनि थिएन। अहिले त मोनिटाइजहरू के सबै चिजहरू आइरहेको नि त टिकटकमा, धेरै अप्सन छ अहिले पैसा कमाउन टिकटक लाइभ स्ट्रिम मात्र नभएर होइन। त्यति बेला चाहिँ लाइभहरू त्यो रमाइलोको लागि मात्र बसिन्थ्यो, कन्टेन्ट हाल्ने अनि साथीभाइसँग अब चिनजान गर्ने, अथवा विदेशीहरू जुन लाइभमा आउँथे अनि धेरै जसो इन्डियन अडियन्सहरू मेरो लाइभमा हुन्थे। अनि तिनीहरूसँग यस्तिकै बोल्नलाई लाइभ स्ट्रिम बस्ने गर्थेँ। अनि पछि चाहिँ टिकटकले नै अपडेट गर्यो, गिफ्ट अप्सन भन्ने अपडेट गर्यो। अनि त्यो गिफ्ट अप्सनबाट चाहिँ के हुन्छ भन्ने त्यति थाहा थिएन। अब मेरो त सानैबाट यस्तो टेक्निकल कुरामा एकदम इन्ट्रेस्ट थियो। अनि यो गिफ्ट के हो, यो यस्तो आएर के हुन्छ, सिधै गुगल गएँ, सर्च गरेँ, ल टिकटकको गिफ्टिङ भनेको पैसा। त्यसपछि त फेरि मजाले टिकटक लाइभ स्ट्रिमलाई नि टाइम दिन थालेँ, दिनमा 2 घन्टा त्यस्तै बस्न थालेँ। अनि त्यसपछि बिस्तारै झनपछि झन् राम्रो हुँदै गयो। अनि नेपालमा नि टिकटक भनेर लकडाउनतिर एकदमै फेमस भइरहेको थियो टिकटक। अनि त्यस टाइमपछि दिन प्रतिदिन झन् राम्रो हुँदै गयो। सोच्नु भएको थियो टिकटकबाट पनि जस्तो धेरै दिन पैसा आउने थालेपछि चाहिँ के भयो, आफूले सम्हाल्न सक्ने कुराहरू ला भने कतै पैसाकै बाहर भयो जस्तो भनौँ न, रुखमा टिपे जस्तो भयो कि कस्तो भयो? पहिला चाहिँ के हुन्थ्यो भने टिकटकमा अलिअलि अब लाइभ बस्दै गरिन्थ्यो। अनि सुरुमा लाइभ बस्दा चाहिँ दिनमा 200 डायमन्ड त्यस्तै अब थोरै आउने, ला $100 $1 जम्मा हुँदा नि ल युट्युबको भिडियो एउटा हाल्यो भने $3-4 बन्छ बन्दैन होइन। ल टिकटकबाट नि यस्तो राम्रो डलर बन्दो रहेछ, अब जे होस् लाइभ स्ट्रिमलाई नि ध्यान दिन पर्ला होइन। इन्टरनेसनलमा त्यत्रो लाइभरहरू मान्छेहरू कति धेरै बस्थ्यो। अनि नेपालमा कुनै मान्छेहरू मैले त्यस्तो लाइभ स्ट्रिमहरू गर्ने कोही देखेन। अनि त्यति बेला चाहिँ जब मलाई हल्का गिफ्टिङ आउन थाल्यो, अनि त्यसपछि म रेगुलर नै काम गर्न सुरु गरेँ त्यसमा। अनि आमा जस्तो अब भनौँ न, छोराले चाहिँ एकाएक धेरै पैसा कमाउन थालिसकेपछि, अब घर बनाउनै आँट्न थालिसकेपछि साँच्चै कि आमा त्यो खुसी चाहिँ कस्तो थियो होला, सम्झिनुहुन्छ त्यो समय? सम्झिन्छु, केला नसम्झिने हो, सम्झिराख्छु। के भन्नुहुन्थ्यो उहाँले धेरै पैसा कमाएको समयमा चाहिँ? मेरै मनले जो सोच्छु। अब मैले चाहिँ कस्तो हुन्थ्यो नि, कसैले विश्वास गर्ने, बाहिर मैले केही भन्नु, कसैले विश्वास नगर्ने। अनि मैले कमाएँ भनेपछि त मस्त यति कमाएर देशे बल्ल विश्वास भएको। आमाले पत्याउनुहुन्थ्यो कि कसैले नपत्याउने, कहाँबाट हुन्छ? मैले त पहिला पत्याइन। अब रुममा बस्ने, अब पढ्न त अहिले पढ्थ्यो, राम्रो पढेको थियो। अनि अरूले छोराहरूले काम गर्दिनन्, खालि बस्ने, आमाले मात्रै गर्ने भने के आफ्ना बेलामा दिन आउँदाखेरि गर्छन्, उनीहरूले पढ्छन्, मैले नपढेर यस्तो समस्या भोग्न पर्यो, उनीहरूले गर्छन् भन्थेँ मैले। अब छोराले चाहिँ पैसाको चाहिँ धेरै दिँदा चाहिँ आमाले त पैसा त नक्कली नै हो कि भन्न थाल्नु भयो होला? होइन, मैले नक्कली हो पनि भनिनँ, मेरा छोराले यति कमाउरो भनेर पनि मैले भनिनँ। थोरै भयो नि धेरै भयो नि कोहीसित केही कुरै गरिनँ। अब मनमा जो अब घर बनाइयो, अब नानीलाई पढाउने ओर्ने, अब सबै चिज घर सम्हाल्न पनि कति गाह्रो। अझ नभएर नि यत्र बाइक किन्ने 3टा, एउटा यो गाडी जो भयो, यत्रो घर बनाइयो, अरू त के गरेको गरै छौँ। बाइक चाहिँ 3टा चाहिँ यो खास कसलाई हो त्यत्रो सर? यत्तिकै अब बाइकमा एकदम रहर क्या, मलाई चाहिँ गाडी त्यति इन्ट्रेस्ट थिएन होइन। अनि बाइक चाहिँ अब राइड जाने हुने, अब मजाले के हुन्छ नि सकेँ। अब बाइकमा टक्क घुम्न गइदिउँ हुने क्या। अब त्यति बेला अब सोचिरहेको थिएँ बाइकमा नि मोटर ब्लगिङ गर्छु भने, अहिले त टाइम भएन त्यसलाई ल्याउन मात्र भएन। अब छ अहिले चाहिँ एउटा हटाइदियो अनि 2टा त बाइक छ। तर पनि जे होस् आफूले सोचेर गर्ने भने चाहिँ सोसल मिडियाबाट चाहिँ एकदमै राम्रो छ है भन्छु मैले। चाहिँ जति पनि सोसल मिडियाहरू चलाउनुहुन्छ, जसले राम्रो पैसा इन्कम गर्नुभएको छ, सायद विदेशमा गएकोले भन्दा चाहिँ सोसल मिडिया युज गर्नेले चाहिँ राम्रो पैसा कमाउँछ। जान्नु पर्यो, आइडिया जान्नु पर्यो होइन। मान्छेहरूले सिधै भन्छ कि सोसल मिडिया चलाउनेलाई चाहिँ डाइरेक्ट के ठुलो कुरा गरेको, त्यो लाइभमा बस्नु के ठुलो हो र अरूले देखेकै हो ऊ भन्छ नि। तर सबैले गर्न ट्राई चाहिँ गर्छ होइन, मान्छेहरूले बिचमै गएर गिभअप गर्छ, के गरे र भिख त माग्यो नि भन्छ। अब युट्युबबाट मेहनत गर्नु, राम्रो गर्नु होइन, पछि गएर उनीहरूलाई युट्युबरलाईसम्म कसैलाई झोले भन्छ, कसैलाई के भन्छ, कसैलाई माग्ने भन्छ, सबै चिज छ नि त। तर उसलाई थाहा नि त सङ्घर्ष कति छ, कति दुःख छ, त्यो एडिटिङ गर्न हरेक चिजहरू प्रत्येक दिन मेहनत गर्न, रात दिन
कति के भयो भनेर हेर्न जसले नलेज गेन गरेको छ उसले नै गर्न सक्छ होइन। अनि आमा जस्तो छोराको कमाइबाट अब घरमा हुन त अब त्यो स्वाभाविक रूपमा जिम्मेवारी पनि भइहाल्छ, छोराले बनाइसक्यो घरमा बस्ने, अब छोराको गाडीमा पनि चढ्न पाउनु भएको छ। हेर्नुहोस् त यो सपना त आज जस्तो यहाँले भन्नुभयो यो सपना हो कि विपना अझै पनि मेसो नपाइने जस्तो समय छ अहिले त। छोराले त्यति बेला बाइक किनेर चाहिँ हजुरलाई चढाउँदा चाहिँ कस्तो लागेको थियो? मलाई त कहिलेकाहीँ यस्तो अफिसमा भनौँ कहिले आँखाको समस्या हो नि कहिले के हो नि हिउँदीका बाइकमा पनि अब छोडेर अफिसमा गएर त्यत्तिकै म 2-3 दिन धाएर पनि फेरि अफिसको काम पुरा गरेर उरेर आएँ। कोही बेला त हाम्रो घरमा पनि बाइक हुन्छ, अब के गर्नु यस्तै हो। हिँड्दै टाढा टाढासम्म जानु भन्ने भएँ मैले फेरि मलाई बसाल्नु न मलाई लैजानु न भनेर पनि मैले भनिनँ। एकजना देउर हुनुहुन्थ्यो उहाँले पनि बसाल्नुहुन्थ्यो। अब ब्याङ्कमा जाँदा यताउति जाँदा ओर्दा नयाँ नि म त्यहाँ हाम्रो बाबुले गाडी नकिन्नसम्म खासै म कसैको गाडीमा पनि म बसिनँ। सुरुमै मैले चढाएको होइन। बाबुले जो गाडी बाइकमा मलाई बाबुले बसालो एउटा जेठाजी दाईको कार थियो उहाँसित भने दसैँमा टिको लगाउन ओर्न जान्थ्यौँ। अब घर परिवार जो भयौँ हामी। आज त घरमै कार छ, आज त घरमै छ। उहाँहरूको त बरु अमेरिकातिर 5-6 जना हुनुहुन्थ्यो, कार थियो। आवश्यकता जो भयो अब हामीले त बाबुले किन्छु भन्यो, मैले त काठमाडौँ घर बनाऊँ भनी थिएँ। अब यसको इच्छा फेरि गाडी किन्ने भयो, गाडी किन्ने भइसकेपछि के छ र किन हामीलाई नि काठमाडौँ नि होइन। मलाई चाहिँ गाउँ पनि मनपर्ने त्यहीको वातावरण लास्टै हो साँच्चै होइन। सबै चिज सहरमा छ भन्छन् होइन, जबसम्म मस्त पैसा कमाउन सकिन्छ गाउँमै बसेर कमाउने। आज मैले बहिनीलाई एकदम सम्झिरहेँ किनभने टिकटकमा हामीले चाहिँ दाजु बहिनीको झै झगडा कि त्यो रमाइलो झै झगडा देखिरहने। यो बहिनी भएको बेलामा चाहिँ कस्तो हुन्छ आमै दाजु बहिनी? यिनी दुई बहिना त नानीले अरू सबैजनालाई तिमी हजुर भन्नी, दुईटा दाईलाई त भन्नी। हाम्रो नानीले अरू सानो नानीलाई तिमी, ठुलोलाई सबैलाई हजुर तपाईँ भन्नी, दाजुहरूलाई दाइ लड्नी, मलाई गाली गरिस् मलाई पिटिस् भन्ने, दाजुहरूसित फेरि दुई भाइ लाजो त भन्ने दाइला। त्यही त अलि बढी चाहिँ हामी टिकटकमा चाहिँ अब हाम्रो नेत्र सर र हाम्रो बहिनीलाई देखिरहेको हुन्छौँ। त्यही अब एकदमै झै झगडा जस्तो कि रमाइलो के खानेकुरादेखि लिएर कहीँ हिँड्ने बेलामा नि देखिरहेछौँ। साँच्चै कि बहिनीले कतिको मिस गर्नुभएको छ अहिले? बहिनी त अब काठमाडौँ छ होइन, अब उता राम्रो पढिरहेछ। त्यही पनि मिस त अब दिनदिनै स्कुलबाट आउँथ्यो होइन, ओए छिटो खा नास्ता खा भिडियो बनाउने हो यताउता भन्ने, भिडियो बनाउनु जाने यताउता जे होस्। एकदम मलाई चाहिँ लाइफमा धेरै सपोर्ट चाहिँ आफ्नै बहिनीले नै गर्यो क्या, साथी जस्तो क्या। अब बहिनी हुन्छ नि आफ्नो दाइ भाइ बहिनी जति पनि जसको पनि त अब जति पनि हुन्छ नि, तर यति धेरै सपोर्टिभ कि अरूले देख्दा पनि कति धेरै मिलेको, अब कति धेरै राम्रो कम्बिनेसन हो बहिनीको र दाइको। अनि कति मिलेर भिडियो बनाउन कति साथ सपोर्ट दिएको एकअर्कामा हुन्छ नि। सबैजनाले बहिनीले गर्दा नै त यहाँ छस् है, कति माथि पुगिस् है, बहिनीले गर्दा भाइरल भएछ भन्नुहुन्छ। तर बहिनी चाहिँ जम्मा 3-4 वर्ष भयो होला, म 8 वर्ष भयो टिकटकमा आएको। बहिनी चाहिँ सानै थियो अनि त्यति बेला चाहिँ अब पढाइमा नि अब उ गर्ने, मैले त्यति डिस्टर्ब गर्ने थिएन। पहिला चाहिँ आफै मात्र बनाउने, अनि पछि चाहिँ बहिनी नि म भन्दा नि बहिनीलाई धेरैजनाले मन पराउनु थाल्नुभयो। बहिनीको भिडियो झन् बोलेको हामी हुन्छ नि यस्तै यतिकै मजाकमा कुरा मात्र गरेको भिडियोहरू धेरैजनाले मन पराउनुहुन्थ्यो। अलिक बढी घरमा आउँदा चाहिँ के विषयमा दाजु बहिनीको झगडा हुन्छ खासमा? झगडा त यत्तिकै एउटा लाएर ट्याङमा हान्ने, अनि फेरि उसले हान्ने, फेरि एक हान्ने, दुई हान्ने, त्यस्तै। अब पानी छ्याप्दै झन् बाल्टी ल्याएर खनाइदिने, त्यस्तै टाइपको। तर झगडा भनेर त्यस्तो हुन्छ नि नराम्ररी नै कि मजाकमा हुन्छ नि। तर कहिले पनि त्यस्तरी अर्कै जुन झगडै तरिकाले चाहिँ कहिले पनि झगडै भएन। तर रमाइलो चाहिँ मैले जहिले जिस्काउने, मलाई उसले झन् उसलाई भन्दा मलाई बढी जिस्काउने। उसले के भनेर जिस्काउने हो खासमा बहिनीले? यत्तिकै चलाउने जिस्काउने, त्यही न्यु खोजे जाइ गर्ने कि। त्यही त रहेछ रमाइलो जे होस्, त्यही मिस गर्छ। अब बहिनी यहाँ छैनन् नि त होइन। मलाई लाग्छ बहिनीलाई अब काठमाडौँमा पठाउँदा चाहिँ धेरै गाह्रो नै भयो होला। काठमाडौँ भन्दा नि अब पछि त झन् विदेशै जान्छु भन्छ होइन, यत्रै सानै छ। अब आजभोलिको अब सानो बच्चाहरूको अब 12 कम्प्लिट गर्दा बित्तिकै बाहिर जान्छु भन्छन्। त्यही पनि काठमाडौँ जाँदा पनि के गर्छ भने उसको साथीहरू महिनामा 1 महिनामा 2 महिनामा एकचोटि आउँछ।
ऊ पढाइ छोडेर नि 1-2 दिन छोडेर नि आयो के उसको साथीहरू बरु 1 वर्षमा 1-2 चोटि आउँछ ऊ त आएकै अब म आउँछु टिकटको प्लेन टिकट काट्दै हो शुक्रबार फेरि आइतबार उहीँ पुग्ने हो फेरि त्यसरी नै आउँछ आउन आइरहन्छ धेरै मिस गर्छ आयो भने जा भन्ने नि एक दिन त बस्छु कि भने चाहिँ त्यस्तो हुन्छ नि जानै नखोजे चाहिँ गर्छ तर जान चाहिँ अब पर्यो अब आफ्नो बाध्यता हुन्छ हामी टिकटकमा देखिरहेको हुन्छ क्या दाजुबहिनीको त्यो माया भिडियोमा पनि एकदमै अब दर्शकहरूले पनि त्यो मिठो कमेन्ट गरिरहनु भएको हुन्छ जस्तो भने जस्तै अब दाजुबहिनीको त्यो कम्बिनेसनको कुराहरू साँच्चै अब भन्न मिल्ने कुराहरू कति छ मलाई थाहा छैन टिकटकबाट चाहिँ कति कमाउनु भयो अहिलेसम्म चाहिँ अब टिकटकबाट एक्ज्याक्टली यति भनेर चाहिँ कसरी भन्ने होइन तर सायद अझै एउटा घर चाहिँ काठमाडौँ किन्न सक्छु अहिले भनेपछि त्यति पैसा ब्याङ्कमा छ ब्याङ्कमा त अब फ्युचरलाई राख्न परिहाल्यो होइन अब भोलिको दिनमा के हुन्छ भन्ने अनि पैसा अब आफूले जति कमाइन्छ साइडमा अब गरिब दुखीहरू अपाङ्गहरूलाई नि आफूले गरिराखेका छौँ प्लस अहिलेसम्म 8 वर्षमा धेरै राम्रै पैसा कमाएको छु सायद कामै नगरिकन बसे पनि यो जिन्दगीलाई पुग्छ जस्तो लाग्छ मलाई चाहिँ त्यति धेरै कमाउनु भएको छ एक्सपेक्टेसन मान्छेको जति कमाए नि त्यो नपुग्ने टाइपको हुन्छ नि तर मलाई चाहिँ एकदम सादा जीवन उच्च विचारमा जिउन मन लाग्छ त्यस्तो हाइफाई भनेर त्यस्तो त छैन त्यही पनि यार हिजोको दिनमा सबले यति हेला गर्थे केही गरम देखाउनलाई भयो नि गरम भन्ने चाहिँ हुन्छ है तर आफूलाई चाहिँदै नचाहिने चिज नि हान्दिउँ किन्दिउँ भन्ने हुन्छ क्या त्यो इगो त्यो हड जुन धेरैजनाकोबाट भइरहेको थियो नि त म हरेकजना हरेक ठाउँमा म जुन ठोक्कर खाइरहेको थिएँ नि त आफूले केही गर्दा कोही सपोर्ट गर्ने पछाडि मैले सपोर्ट गर्छु यो गर भन्ने कोही थिएन होइन त्यही भएर पनि देखा जाएगा गर्ने एक्लै हो जन्मेको एक्लै हो गर्ने एक्लै हो भन्ने गर्ने हो जस्तो आमा हाम्रो समाजमा चाहिँ अब केही नहुँदा समाजले हेर्ने तरिका र अहिले भइसकेपछि हेर्ने तरिका कस्तो हुँदो रहेछ धेरै फरक हुने रहेछ अब अर्कै हुने रहेछ अब कतिले भित्र मनमा पीडा भए पनि बाहिर अलि उ गर्न खोज्ने कतिले अब राम्रै सोचेर खुसी हाँसी मुखले भित्रै आत्माबाट धेरै हौसला धेरै खुसी हुने त्यस्तो हुने रहेछ चिन्ने कुरो त आफूले अब मनबाटै चिन्ने हो पहिला त घरमा बसेर चिच्चाइराख्ने कराइराख्ने ठुला लेक्चरको डिएसपीको पनि बिदा हुन्छ तेरा छोराको कुनै टाइममा मेरो चाहिँ अलिकति टाइम कस्तो हुन्छ तेरा छोराको कुनै टाइममा बिदा हुन्न भनेर पनि मैले केही उ गरिनँ हुन्न म जान्छु जान पर्ने ठाउँमा म जान्छु सानो बाबु जान्छ क्या नि अब लेक्चर भए पनि उ गरे नि हाम्रो घरको जिम्मेवारी सुख दुःखमा राख्ने उसीले हो मलाई लेक्चर पनि त्यस्तै हो डिएसपी पनि त्यस्तै मलाई मेरा छोराले सुख दिएको जसरी हुन्छ उहीमा खुसी छु म भने मैले डिएसपीलाई लेक्चरलाई पनि बिदा हुन्छ त्यसलाई कुनै टाइममा बिदा भएन फुर्सतिलो त भएन भनेर पनि कुनैले भन्नुभयो मैले अब केही त्यस्तो खासै केही उ गरिनँ जस्तो कहिलेकाहीँ आमा हुन्छ नि त अब अघि हाम्रो नेत्र सरले भन्नुभएको थियो टिकटकबाट नि त मेहनतै छैन यत्तिकै त्यत्रो घर किने ल गाडी नै किने भनेर सुनाउनेहरू चाहिँ कतिको आयो मुख अगाडि चाहिँ कसैले सुनाउँदैन त्यो त अहिले त हामीलाई केही पनि सुनाएनन् केही गरेनन् अहिले पनि हामीले यो बाबुले कार ल्याइसकेपछि हाम्रो बाबु पसलमा मिठाई ल्याउन गएछ कान्छो ट्याक्सी होला कार भन्छ भनेर त्यो पसलेकी श्रीमतीले ठ्याक्कै मेरो बाबुसित भनी चाहिँ बाबुलाई नराम्रो लागेछ के ट्याक्सी र कार भन्नुहुन्छ के तपाईँको मात्र हो र त हाम्रो कारै छ है अब देख्नुहुन्छ बाटोमा भनेछ उसले साथसाथै पसलेकी श्रीमतीले चाहिँ ठ्याक्कै ट्याक्सी होला आफ्नो हुन्छ जसले जे भनी भन्छ होइन कसैले अब पहिलाका टाइममा मैले अब गर्ने टाइममा अझै पनि हामी ठुलै हम ये गरेको होइन भनेर विश्वास आफ्नो एकैछिनलाई पनि विश्वास दिलाउन खोजे भनौँ त्यो विश्वास आफ्ना मनले त्यो बाबुलाई उँधो पार्नलाई विश्वास दिलाएको हो त्यो त होइन त्यो त अब जे जस्तो भयो नि आफूले गरेको चिज आफूभित्र छ अरूले के भन्छ भनेर अब अरूको विचार अरूको सोचाइ अरूले बोलेको सुन्दै गर्ने हो नि त भोलि केही गर्न सकिन्न क्या जस्ट टिकटकले देख युट्युबले देख फेसबुकले देख मस्त छाप्ने हो जति टिकटकबाट पैसा कमाइरहेको छु अरू आधा पैसा टिकटकबाट कमाएको छु भने आधा पैसा चाहिँ मैले अब हुन्छ नि वेबसाइटतिरबाट युट्युबमा गरेँ युट्युबतिरबाट होइन फेसबुकतिर अब जता पनि छ पैसा जता पनि छ बस मेहनत गर्नु पऱ्यो त्यसलाई
चिन्न पर्यो खोदल्न सक्न पर्यो त्यति अब सबै चिज सबैले गर्न त सक्दैन नि त होइन सबैलाई खुसी पार्न पनि सकिँदैन एउटा कुरा चाहिँ अनि खुसी पार्न सकिन्न आफ्नो घर परिवार खुसी हुने हो दुखी गरिब अहिले हामीले माथि स्कुलमा गएर 63 जना विद्यार्थीलाई सम्मान गर्यौँ त्यो त अस्ति भर्खरको त्यस्तो चाहिँ प्रत्येक वर्ष 3-4 चोटि 4-5 चोटि राम्रो भइरहन्छ साल 6 महिनामा 6 महिनामा हामीले ठाउँ ठाउँमा गरिरहेको राम्रै नै गर्ने गरेपछि पहिला हाम्रो सुरुवात उहाँ काठमाडौँ रङ्गशालामा गएर बाबुले दिएको त्यसपछि यिनी बिच हामीले 3 महिना 6 महिनामा गरिरहेका छौँ ठाउँ ठाउँमा गएर